हेलो साथीहरु, वेलकम टु माई ब्लग। आजको ब्लगमा चाहिँ रहेको छ धरानको विश्व चर्चित श्रम सांस्कृतिक पार्कमा आएका छौं। यहाँको दृश्यहरू हजुरहरूलाई देखाउने नै छौं। हजुरहरूले पनि हेरेर साथ दिनु होला भन्न चाहन्छु। हस्त धन्यवाद। आउँदैछ होला सबै। कति राम्रो आएको सिनियानेरी, कति राम्रो आएको कि हेर्नु। आउनु आउनु अहिले भने भाइलाई देखाइदिनु पर्छ। बा बा भन्छ। एकै दिन ऊ पर पो हेरेर तपाईँलाई भोक लागेको छैन? हामी त्यही खानु जाँदैछौँ। खाइसकेर त घुम्ने हो। श्रम के अरे सांस्कृतिक पार्क। यो बिरुवाहरू नानी निधाएर बिचोक छ। यतै बस्नु त यतै बस्नु न त्यसले बस्नु न। अनि हावा चाहिँ आउँछ। पर्दा लगाइदिन्छु। अब चाहिँ हामी खाजा खाएर फर्केको। अब चाहिँ घुम्ने हो मजाले। अब नानी हिँड्दैछ। ताते बाई बाई गरिदिनु नानी। ऊ आफै हिँड्नु पर्ने अरे। हाम्रो चुरा मेरो पनि छ नानी। मेरो नाति छोरीको हिँडाइ ल हेर कति रमाएको हो। ल यो चाहिँ हाम्रै पुर्खाहरूको चाहिँ ट्याक्कै लो यो किसानी हाम्रो होइन। यो त भारी बोक्ने। यो त माथि यो चाहिँ हाम्रो सुब्बाको चाप्टुङ। यो प्योर नेपाली। यो त अझ प्योर नेपाली। हजुर ए अब त्यो बनाएको भएको चाहिँ टुट्यो अथवा केही भयो होला। अथवा त्यही हुन सक्छ। यसलाई पनि कलर गरेर होइन। को मान्छे नाम के रहेछ? मनमोहन के लेखाएको छ? यो उसकै त होला नि त। धनकुटाको बुढी मोरङ भोपो आर्मी रहेछ नि त। देश सोच्न सकूँ म, देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ म, देशकै लागि मर्न सकूँ। बस नाति आज एकदम ह्याप्पी भइरहेछ है। ह्याप्पी मोमेन्ट हो। ल अब हाम्रो यहाँ नाति बोकौँ भने पनि नमान्ने, हिँड्नै पर्ने। हैसे बुर्र ल बुर्र हैसे लु हिँड्नै पर्ने। लु हाम्रो नानीलाई लु हिँड्ने भन्ने मान्छेलाई हिँडाउने हो। ल बुर्र है ल बुर्र है। चाहिँ यही हो धरानको स्पर्श चिनारी चाहिँ। सुता हेरेर चाहिँ धरान तान्दैछ। ल यस्तो छ श्रम सांस्कृतिक पार्क।
तपाईँ गर्ने हामी जाने मम्मी तपाईँ गर्ने लु लु जाउँ 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 लु जाउँ अब बस लु आएको हेर्नुपर्छ है ऊ तल पनि छ पुतली पुतली बाहरू हेर्नुपर्छ लु भाइलाई रोटी पनि झिक्दिउँ एउटा भाइ रोटी टिप्ची पापा रोटी रहेछ हौ भाइ लु माग एउटा पापा यो रोटी पो रहेछ दिनु भने त उसलाई माग्नु माथि बोजू पापा सेवा गर बोजूलाई लु लु जाउँ रोटी माग्दैछ आइज आइज भाइ जानु मन भएन रोटी माग्दैछ उता माछा हेर्नु भन्छ आपा होस् आउनु ल्याउनु श्रमदानहरूको चाहिँ यसरी श्रम गरिएको हो भनेर जानकारी दिएको होला अहिले चाहिँ अब बन्द छ खोलिया छैन ड्याङ ड्याङ नानी पनि बच्चा ड्याङ ड्याङ लु भइसक्यो नानी के खाएको बुढी भेष भिजाउँछ आपा माइनी त भित्र पर्छ उता चाहिँ लिनु नि गएर त्यो पानी अहिले बन्द गर्छ कि मेरो नाम चाहिँ श्रीहर्क कवि बसन्त राई भन्यो ल ठिक छ भाइ ल ठिक छ भाइ म भाइको एउटा किताब किनेर सहयोग गरिदिन्छु है खुसी हुन्छ है खुसी ल ल लिनुहोस् धन्यवाद ल हस् हस् धन्यवाद ओके ल थ्याङ्क यू सो मच ल गरिसक्यो यो हिँड्नु चाहिँ रहर गर्छ अब जानुपर्छ पुपा नातिहरू जानुभयो पुमा लाइन त हिँडे गर्नु अरे साह्रै मन पर्यो अरे यो साथे हिँडे गऱ्यो अब डिङ डिङ गऱ्यो छुनु पर्ने सेवा गरेको गाडीबाट नानी पनि बोक्नु भएको रहेछ जानु पर्ने एकछिन बिसाएर जाँदा नि हुन्थ्यो होला अब चाहिँ हामी घुमिसकेर फर्किसकेको यता हिँड्नु पर्ने नजान जान्नेलाई लाउनु पर्छ नि फोटो सर्पा हेर्नु न डरै लाग्दो यता चाहिँ देख्यो नि अनुहार अनुहार यता अगाडि मागो दे नानी मागो दे मागो दे न मागो दे काले काले नि हो काले बसेछ यहाँ लाइका यहाँ छ लाइका यही हो कस्तो गाजाङ हुनु परेको डरै लाग्दो मागो दे नानी मागो दे डरायो ल साथीहरू अब चाहिँ हामीले लगभग श्रम सांस्कृतिक पार्कलाई भ्रमण गरेर सक्यौँ।
र अब चाहिँ हामी सकेर अन्तिम स्टेजमा आउँदैछौँ। अब चाहिँ हामी जाँदैछौँ। ल साथीहरू, ओके बाई बाई।